हेलो एभ्रिवान, सबैलाई नमस्कार। अब हामी चाहिँ के भिल्ला चाहिँ प्रवेश गर्ने। त्यो 10 रुपियाँ अहिले बढेछ है। के भिल्लाको चाहिँ बढेछ अहिले। के भिल्ला RM10 RM10 को के भिल्ला घुम्ने टिकट हो है यो। के भिल्लाभित्र चाहिँ के छ हेर। चरा चुरुङ्गी हाँस परेवा नाचिरहेछ। यो पछाडिको चाहिँ सेतो मयूर है। कति सुन्दर छ के भिल्ला पनि। तिमी त यस्तो हटा छ नि त के भिल्लाभित्रको पहिलो पहिलो गुफा हो। के आनन्द छ कपडा यो चाहिँ केभ भिल्ला हो। र अघि हामी फर्स्टमा चाहिँ बातु केभ गयौँ। बातु केभ पछि सेकेन्डमा रामायण गुफा र तेस्रोमा चाहिँ हामी केभ भिल्ला चाहिँ प्रवेश गर्दछौँ है। लामो रहेछ र ठुलो पनि छ। लाएर अलिक भन्छ है यहाँ ठुलो रहेछ धेरै। ला यहाँनिर के लेखेको छ इन्टरेस्टिङ मासु। अब खोइ यहाँ क्यामेराहरू लान जुन चाहिँ दिँदैन। अब केभ भिल्लाको चाहिँ पैसा सकियो। अब बाहिर निक्लिने हो। रुम धेरै वर्ष करोडौँ वर्ष पुराना चिजहरू चाहिँ राखिएको रहेछ, जहाँ त्यसमा फोटो खिच्न भिडियो गर्न चाहिँ मनाइ छ रहेछ। त्यही भएर हामी केभ भिल्लाबाट बाहिर निस्किँदैछौँ। र केभ भिल्ला चाहिँ पुराना चिजहरू, ऐतिहासिक चिजहरूले चाहिँ प्रख्यात। चाहिँ के हो भने बिहानै आउनुको कारण चाहिँ हिन्दूहरूको धार्मिक स्थल बातु केभ चाहिँ आस्थाको प्रतीक पनि हो। त्यही भएर हामी खाना नखाइकन नै बिहानै हिँडेको। बिहानै हिँडेर चाहिँ अब सबै घुमिसक्यौँ। अब हामी खाना खानेछौँ। अनि खाना खाइसकेपछि हामी पछि चान्तेहरू प्रस्थान गर्नेछौँ।